यस्तो छ सिलगढीमा चाहिँ पानीको लेभल घटेर यहाँ हेर्नु है यो चाहिँ अहिले रातिको 8:30 बज्दैछ है साथीभाइहरू 8:30 बजी पानी कस्तो नेसेसरी हो यहाँ हेर्नु ग्लोबल वार्मिङले गर्दा होइन र पानी चाहिँ हामीले फारो गरेर चलाउनु पर्ने रहेछ र इन्भाइरोमेन्ट पनि बचाउनु बहुत जरुरी छ है जस्तो हिट बढ्दैछ तपाईको कुवा पानी पनि जमिनबाट डाउन हुँदैछ है जाउने भएको होइन वाटर लेभल डाउन भएर यहाँ हाम्रो छिमेकीको घरमा हेर्नु है अहिले राति भए पनि यो कतिवटा ट्याङ्की बसायो अहिले यहाँ दुईटा यस्तो रिङ चाहिँ दुईटा हाल्दैछ है हालिसकेको छ अब पानी कम भएर हो र यस्तो छ है पानी किन युजफुल किन बचाउनु हो ग्लोबल वार्मिङले गर्दाखेरि पानीको लेभल चाहिँ पुरा डाउन हुँदै जाँदैछ साल बसाल जस्तै यही पानी कति सालदेखि खाइरहेको थिएन यही रिङमा होइन कतिवटा रिङको थियो यो पहिला थियो तपाईँको एउटा 8 फुटे रिङ अन्त 1 2 3 4 5 6 7वटा तपाईँको 14 इन्ची 14 इन्ची 7वटा रिङ थियो अरे अन्त ठुलो चाहिँ कति इन्ची 8 फुट 8 फुटको दुईटा थियो अरे त्यसमा कति साल एउटा 8 फुटको थियो अरे दुईटा पनि होइन अरे एउटा 8 फुटको र 14 इन्चीको चाहिँ कतिवटा 7वटा थियो अरे र अहिले अब जस्तो ग्लोबल वार्मिङ बढ्दैछ पानी लेभल हेर्नु मुनि जाँदैछ र अहिले दुईटा कि तीनटा यो कति इन्ची थपेको 1 फुटको कतिवटा दुईटा 2 फुटको रिङ हालेर अहिले फेरि यहाँ काम चल्दैछ र यस्तो छ सिलगढीमा चाहिँ पानीको लेभल घटेर यहाँ हेर्नु है रिङ देख्दैछ यहाँ मेरै घर छेउमा छिमेकीको थुप्रोको यस्तो हुन्छ नि अहिले थुप्रोको हुन्छ नि र थुप्रै घरमा अरे अब सिलगढीमा थुप्रै जग्गा यो प्रब्लम देखिँदैछ अरे हो यही महिना नि र यो अप्रिल लास्ट मेको महिनामा चाहिँ पानीको लेभल चाहिँ पुरा डाउन हुँदो रहेछ र यहाँ चाहिँ अहिले खनेर 1 फिटको दुईटा रिङ थप्दैछ है साथीभाइहरू यहाँ अहिले यहाँ खनेर रिङ सेटअप गर्दैछ